नमस्कार सबैजनामा। आज चाहिँ म मोरङ जिल्लाको बेतना सिमसार भन्ने ठाउँमा आएको छु। तपाईहरु मेरो ब्याकग्राउन्डमा चाहिँ बेतना सिमसारको गेट देख्दै हुनुहुन्छ। अब हामी भित्र गएर यसको विषयमा चाहिँ विशेष जानकारी हजुरहरूलाई दिने प्रयत्न गर्नेछौँ। यसरी भित्र आइसकेपछि चाहिँ यो राम्रो खालको बाँसहरू रहेछ। अनि यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको लागि बस्ने ठाउँहरू एकदम व्यवस्थित रहेछ। ढुङ्गाको गार्डनहरू पनि देख्न सकिन्छ। यो चाहिँ के को लागि हो, यहाँ सरसफाइमा प्रयोग हुने औजारहरू हुन सक्छ। यो चाहिँ के भन्ने ठाउँ हो? सिमसार क्षेत्र भनेको चाहिँ अब खतरा। यहाँ चाहिँ नीलकाँडा भन्छ नि यसलाई। नीलकाँडाको एकदम राम्रो कटिङ गरेर चाहिँ पर्यटकहरूलाई हेर्दाको राम्रो होस् भनेर चाहिँ बनाउनु भएको रहेछ। यो पोखरी कि चढ्ने त मा चाहिँ माछाहरू त्यो जुम गरेर देखाइदिन्छ। माछाहरू एकदम माछा त माछा खै जुम गरेर नदेखिने भयो नि त माछा त। माछाहरू बोटिङको व्यवस्था रहेछ। ओहो माछा त बढी नहल्ला गरेर माछा त लाइन हिँड्दो रहेछ है। आमा या बोट पनि रहेछ। यहाँनिर हेरौँ न के सम्बन्धी रहेछ। मोरङ जिल्लामा पाइने जडीबुटी जडीबुटी र तिनको औषधिजन्य उपयोगिता। यो चाहिँ यहाँ पाउने के पाइन्छ त्यसको विस्तृत जानकारी चाहिँ यहाँ रहेछ। यहाँबाट पनि हेरेर थाहा पाउन सकियो। अनि यो पार्कभित्र चाहिँ कुनै पनि व्यक्तिले आफ्नो नाममा एउटा बस्ने ठाउँ टेबलहरू पनि बनाएको रहेछ। बनाउनु मिल्ने पनि रहेछ। अनि यहाँ यसो बसेर सट्टासँगले होइन सट्टासँगले बसेर चाहिँ यसो पिङ खेल्नु मिल्ने रहेछ। झ्याप्पसँग तपाईँहरू पनि घुम्दै जाने क्रममा यसरी चाहिँ बेतना सिमसारमा आइपुग्नु भयो भने आउनु होला। एकजनाको मात्रै 50 रुपियाँ। सवारी साधन तपाईँको बाइक छ भने या केही छ भने बाइकको चाहिँ 20 रुपियाँ लाग्ने रहेछ है हजुरहरू। यसरी चाहिँ तपाईँहरूलाई हामी देखाउँदै यस्तै छ हजुर। यो सिमसारको पोखरीको दृश्य चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ। यो पोखरीमा चाहिँ कोही आन्तरिक बाह्य पर्यटकहरू भित्र नजास् भनेर बारको रूपमा नीलकाँडा पनि लगाइएको रहेछ। यसलाई चाहिँ तपाईँहरूलाई म परैसम्म देखाउन चाहन्छु। एकदम ठुलो यहाँ बोटिङको पनि व्यवस्था चाहिँ रहेछ। तर बोटिङ चाहिँ के कसरी चाहिँ चढ्न पाइन्छ त्यसको व्यवस्थापन कसरी गर्नुभएको छ भन्ने विषयमा चाहिँ मलाई जानकारी छैन। यो चाहिँ बोटिङ पनि गर्न मिल्ने रहेछ। तपाईँहरू पर बोटिङ देख्दै हुनुहुन्छ। अनि माछा साछादेखि लिएर सबै चिजहरू राम्रो रहेछ। निकै नै ठुलो छ यो चाहिँ। अनि यो बीच भागबाट यो चाहिँ यतापट्टिको पोखरी भयो मैले हजुरहरूलाई देखाएको चाहिँ। यहाँदेखि यतापट्टि यो सानो खोला जस्तोबाट जोडिएर एटेच भएर चाहिँ यो उतापट्टि पनि पोखरी रहेछ। त्यहाँ चाहिँ कमिलाको मूर्ति पनि बनाइएको रहेछ। जुम भएर अनि यसरी पर्यटकहरूको लागि बस्ने ठाउँहरू राम्रो छ रहेछ। यहाँबाट चाहिँ यो पानी चाहिँ उतापट्टिको पोखरीमा जाने रहेछ। त्यता पनि अब हामी जाने नै छौँ। सर्वप्रथम चाहिँ तपाईँहरूलाई म यताको दृश्यहरू देखाउन चाहन्छु। यसरी चाहिँ फोटो खिच्नका लागि बनाइएको चाहिँ यो के भन्छ यसलाई टेबल भनौँ, टेबलहरू रहेछ। यस्तै छ मित्रहरू। यस राम्रो छ पर्यटकहरूको लागि। खाली समय भएको अवस्थामा या त कामको सिलसिलामा यता आएको बेलामा घुमिराखियो भनेदेखि यसो हाम्रै देशको पर्यटकीय स्थलको एउटा प्रवर्धन पनि हुने भएकोले चाहिँ तपाईँहरू पनि आइदिनु होला। यहाँ चाहिँ यहाँ पोखरीको बारेमा चाहिँ प्रतिनिधित्व होस्, पोखरीको बारेमा बाह्य पर्यटकहरूलाई चाहिँ जानकारी होस् भनेर बिचबिचमा यसको पोखरीको पहिचान स्वरूप हाँसको मूर्तिहरू पनि राखिएको रहेछ। मूर्ति नै त भन्छ होला त्यसलाई, हाँसको कमिलाहरूको रहेछ। यस्तै छ। नमस्कार हजुरहरू। बेतना सिमसार घुम्दै हुनुहुन्छ? कताबाट हजुरहरू बोल्न मिल्छ? ए के कस्तो लाग्यो हजुर यो सिमसार क्षेत्र? ठिक छ है हजुर। ठिक छ। उहाँहरू पनि घुम्न आउनु भएको रहेछ।
यो बीचमा चाहिँ दुईटा पोखरीको बीचमा यस्तो घना जङ्गल पनि रहेछ। त्यस्तो ठुलो जङ्गल त होइन, त्यो पनि सानो सानो। यताबाट एउटा पोखरीबाट अर्को पोखरीमा सट्टसँगले यो परबाट चाहिँ यतापट्टि आउनु पर्दो रहेछ। रमाइलो गर्नको लागि, यहाँ घुमफिर गर्नको लागि आउने मान्छेहरू पनि टन्नै हुँदो रहेछन्। अगाडि देख्दै हुनुहुन्छ। ल है त मित्रहरू, हामी पल्लो पोखरीबाट ओल्लो पोखरीमा आउँदैछौँ। अब करिब करिब आइसकियो। त्यति धेरै टाढोको बाटो त होइन, त्यही पनि अब चाहिँ आइपुग्यो। यहाँनिर एकदम राम्रो रहेछ। फोटो खिच्नको लागि चाहिँ सिनहरू एकदम पर्याप्त। फोटो खिच्न इच्छुक हुनेहरूले माछा चाहिँ विशेष गरी यत्रो निकै ठुलो ठुलो। यहाँ घाम तापिरहेको छ एउटा। हेर्नु ऊ कत्रो माछा हो। चिनी चिन्दैन हौ मोबाइलमा त। खासै चिनिएन त माछा है, कि देखिरहेछ हौ। कत्रो कत्रो माछाहरू हो न, एकदम ठुलो ठुलो माछाहरू छ। खतरा खतरा माछाहरू रहेछ। यहाँ चाहिँ देखियो क्या माछा चाहिँ यहाँ चाहिँ कति टन जति होला हौ। आमामा एउटै यहाँ त 3-4 केजी जतिको छ क्या हो माछाहरू। हेर्नुहोस् है हजुर, खतरा खतरा माछाहरू रहेछ एकदम। यो कुन माछा हुनु चाहिँ, यो हामी अघि परबाट खिचेको थियौँ अर्को पोखरी चाहिँ। यो ओल्लो पोखरीबाट उता हेर्दैछौँ है ओल्लो पोखरी। यो चाहिँ ओल्लो पोखरीको बिचमा चाहिँ पोखरीलाई अवलोकन गर्नलाई सहज होस् भनेर चाहिँ यो पुल जस्तो बनाइदिनु भएको रहेछ। यसरी चाहिँ यहाँ वरपरको दृश्यहरूलाई अवलोकन गरिँदैछ हामी। एकदम राम्रो लाग्छ होला हजुरहरूलाई पनि। माछा चाहिँ अरूभन्दा पनि बढी रहेछ यतातिर। अब हामी चाहिँ हो माछा छ है। अनि यताबाट चाहिँ हामी बाहिर निस्किन्छ। बाहिर निस्किने बाटो चाहिँ यो हो। त फोटो खिच्दै हुनुहुँदो। ओहो हो माछा त है बाबा, यो त बेच्ने हो भने पनि कति लाखको छ हौ माछा त। यस्तै माछा है हजुर, सबै पोखरीभरिमा माछाहरू यस्तै यस्तै छ। रातो माछा पनि रहेछ माछा। यस्तै छ है हजुर। तपाईँहरू पनि आउनु होला। हाम्रो देशमै रहेको पर्यटकीय स्थललाई चाहिँ अवलोकन गरिदिनु होला, भिजिट गर्नु होला। यो ठाउँलाई चाहिँ अवलोकन गरिदिनु होला। यो कत्रो मुङ्गरी माछा रहेछ। यो खानेकुरा दिएकोले गर्दाखेरि सबै आएको होला नि यहाँ हुनसक्छ। भित्र चाहिँ मृगहरू पनि रहेछ। मृगहरू पनि राखिएको रहेछ। यो देखेर यसरी टाढाबाट मजाले चाहिँ नदेखिनु। मजाले चाहिँ घाँसहरू खाइरहेको छ। मलाई चाहिँ खोले पानीको व्यवस्था चाहिँ यहाँबाट गरिएको रहेछ। मृग चाहिँ यहाँ कतिवटा 1, 2, 3, 4, 5वटा मृगहरू रहेछन्। यसरी पालिएको रहेछ। तपाईँ चाहिँ यहाँको घुम्न आउनुहुन्छ
भिडियो चाहिँ अलिक लामो हुन्छ कि जस्तो लाग्दैछ। करिब करिब 1 घन्टामा यो तल्लोमा चाहिँ के हो फेरि? यता पनि रहेछ त खोरहरू त। ओहो, कालिज भन्ने चिज पनि रहेछ त यहाँ। के चिज हो यो फेरि? केही छैन त। बक्कुलो बक्कुलै त होला यो। ल है हजुर, मासु दिएको हुँदो रहेछ यस्तो मुनि। बक्कुला होला हौ दाइ यो। बक्कुला होइन यो के हो? के हो दियोस्? यो यसको लाटो कसेरकै प्रजाति हो के? प्रजातिको हो। यहाँ कालिजहरू पनि रहेछ। देखिएन हौ कालिज पनि। यहाँ देखिएछ कालिजहरू रहेछ। यता अस्ट्रिच पनि छ भन्ने कुरो सुन्नमा आएको थियो। यता हेरौँ, अस्ट्रिच, ब्रोइलर। ओहो ओ दाइ, के हो यार? के हो यो? अनि यहाँ सर्प पनि छ त। मरेको सर्प हो यो? हेर्नु त है, मरेको सर्प रहेछ क्या हो? मरेको होला नि कि मरेको होइन? चुपचाप लागेर बसिरहेछ त साइलेन्टमा। ल खरायोहरू पनि रहेछ। खरायोलाई चाहिँ यो बन्दाकोपीहरूको ऊ खुवाइदो रहेछ चारो। तर एकदम निदाइरहेको अवस्थामा छ है। हामी आएकोले अलिकति त्रसित चाहिँ भयो। यसरी खतरा रहेछ हाँसहरू पनि। यो डुङ्गामा पस्न चाहिँ कसरी पाइन्छ हजुर? यसको प्रक्रिया के छ? 200 रुपियाँ। 200 रुपियाँ एकजनाको? 200, हाँस भएको 250 हो। ए, समय कति हुन्छ यसको? आधी घन्टाको 200 रुपियाँ हो। आधी घन्टाको 200ले तपाईँहरू चढ्न सक्नुहुन्छ। आउनुभयो भनेदेखि यो अवसर नगुमाउनु होला। चट्ट हाम्रो पर्यटक मित्रहरू घुमिराख्नु भएको छ। मित्रहरू यो अस्ट्रिच भन्ने होला। यो नेपाली नाम के छ? राजगिद्ध पो रहेछ। राजगिद्ध। ओहो, खतरा गिद्ध रहेछ है हजुर। यहाँ हेर्ने मात्रै चिजहरू त कति हो। यसरी चाहिँ पर्यटकहरूलाई देखाउनका लागि पर्यटकहरूले चाहिँ अवलोकन गर्न सकोस् भनेर चाहिँ सबै चिजको जीव जन्तुहरू राखिएको रहेछ। एकदम सुन्दर सुन्दर खालको यो अब के भन्छ, मुसै त हो नि होइन? खतरा खतरा मुसा रहेछ त। सेतो 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 मुसाहरू रहेछ। यस्तै छ। यता उँभोबाट जानु पर्यो अब चाहिँ। फुलहरू रोपेर चाहिँ यो बगैँचा, यो बगैँचै त हो, फुल भएको बगैँचा चाहिँ राम्रो बनाएको रहेछ। बनाउन प्रयास गरिएको रहेछ। राम्रो छ। फुल पनि थरी थरीकै रहेछ। चट्टसँगले हाँसहरू पनि खेलिरहेको छ। यति गर्दै अब चाहिँ हाम्रो जर्नी करिब करिब बेतना सिमसार क्षेत्रको चाहिँ समाप्त भएको छ है मित्रहरू। यो ठाउँलाई चाहिँ अब भिजिट गरिदिनु होला, घुम्न आउनु होला भन्न चाहन्छु।